ल है साथीहरू, आज चाहिँ म चाहिँ नाच्दै लोबिया बनाउँदैछु र मैले दिउँसो खाएको थाल पनि माझेको थिइनँ। त्यसमै माझेर फटाफट प्याज काटेँ। प्याज काटिसकेपछि कुकर निकालेर म चाहिँ रेडी गर्छु। अब कुकर बसाल्छु, तात्यो मेरो कुकर पनि, अनि तेल पनि लगाएँ। अब जिरा लगाएर सरर पड्काइदिन्छु। पड्काइसकेपछि त प्याज लगाएर म सोही चलाएर अब बनाउँदैछु लोबिया। लोबिया अब मैले लगाउँदैछु। लोबिया लगाइसकेपछि यस्तो तातो भयो कि मेरो डाडु। त्यसपछि मैले चाहिँ स्वाद अनुसारको नुन लगाउँछु। नुन लगाइसकेपछि त मसला लगाउनु परिहाल्यो स्वाद अनुसारको। अनि मैले कुटेर राखेको मसला पनि थियो, त्यो पनि मैले लगाएर टमाटर लगाएर मैले चाहिँ लोबिया यसरी भुटेर फाइनली फ्राई गरेँ। अब पानी लगाएर मैले सिटी लगाएर लाग्नै लाग्दैन। फाइनली मेरो सिटी पनि लाग्न थाल्यो। अनि मैले चाइनिज साग लिएको थिएँ। चाइनिज साग त्यसमा मिसाउँछु भनेर सरर मजाले धुन थाल्यो। अनि मैले धोएर नाचिरहेको छु। अनि मेरो सिटी पनि लाग्दैछ र मैले चाहिँ काटेँ फटाफट। काटेर अब चाहिँ म चाहिँ लगाउँछु। फाइनली मेरो दाल चाहिँ यस्तो भयो। अनि मैले साग लगाएर रेडी गर्दैछु। यसरी मेरो लुक चाहिँ भयो।